हामीले योभन्दा अगाडि दिएको निस्साका आधारमा त्यहाँ गर्नुपर्ने मुचुल्काहरू तपाईँहरूको कहिलेदेखि बस्नु भएको छदेखि लिएर सबै कागजी प्रक्रियाहरू पुरा गरेर अगाडि बढाइसकेपछि त्यो समितिले अब लाल पूजा वितरण आदिको काम गर्ने भनेको छ। सहयोगले के राम्रो पनि भएको छ भने यो आयोगको केन्द्रको प्रमुख चाहिँ पूर्व न्यायाधीश हुनुहुन्छ बलभद्र मास्तोलाज्यू, उहाँ श्रीमान पनि पोखराकै हुनुहुन्छ। उहाँसँग पनि हाम्रो पटक पटक कुराकानी भएको छ र हामी पोखराबाटै काम सुरु गरौँ भन्ने कुरामा चाहिँ उहाँ पनि सहमत हुनुहुन्छ। हामीले 20,106 जनाको परिवारको व्यवस्थापन गर्नु छ। त्यो मध्ये झन्डै 8,000 को हाराहारीमा चाहिँ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी हुनुहुन्छ भनेपछि 12,000 को वरपर चाहिँ अव्यवस्थित हुनुहुन्छ। अव्यवस्थित भनेको जमिन पनि अलि बढी छ, दर्ता भएको छैन, वर्षौँदेखि बसिरहेछ र अन्यत्र पनि जग्गा जमिन छ, त्यो चाहिँ अव्यवस्थित हो होइन। दुई क्याटेगोरी मध्येको अहिले हामीले पहिलो चरणमा चाहिँ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको पहिलो चरणमा चाहिँ व्यवस्थापन गर्ने भनेर काम सुरु गरेका छौँ। मैले यहाँसम्म भनेको कुराहरू चाहिँ यहाँहरूले बुझ्नुभयो होला। अब आयो यति बेला तपाईँहरूको बढी चासोको विषय रहेको पोखरा बसपार क्षेत्रको विषय हो। पोखरा बसपार बनाउनुपर्छ भनेर 50 वर्षदेखिबाट हामी भन्दै आयौँ। को कहाँबाट सारेर आउनुभयो, को कहाँबाट जमिन दिएर आउनुभयो, त्यो धेरै कुराहरू हजुरलाई थाहा छ। यो बाटोभन्दा तल सबै बसपार बनाउनका लागि नै भनेर अधिकरण गरिएको थियो। तर अधिकरण गर्दाखेरि त्यति बेलै जग्गा धनीहरूलाई पैसा दिएर मुआवजा दिएर उहाँहरूलाई त्यहाँबाट बिदा गरेको हुन्थ्यो भने यो विवाद रहने थिएन। त्यतिखेरको त्यो जसको जमिन हो त्यो 187 रोपनी जमिन, त्यो जमिन भएको जग्गा धनीहरूले चाहिँ हामीलाई सट्टा नभई हामी छोड्दैनौँ भनेको कारणले गर्दा लामो समय विवाद रह्यो। र 60-61 सालतिर आउँदाखेरि उहाँहरूले चाहिँ 89% जमिन छोडेर 11% जमिन लिएर अनि त्यो विवाद टुङ्ग्याएको भन्ने देखिन्छ। तर त्यसमा पनि फेरि अहिले के प्रश्न उठ्यो भने पाउनु पर्नेले जति पाउनु पर्ने त्योभन्दा बढ्ता पाए कि नपाउनु पर्ने पनि पाए कि भन्ने कुरा पनि आयो। अर्कोतिर त्यति बेला केही पैसा लिएर पनि वितरण गरेको छ। त्यो पैसा लिएर वितरण गरेको कुरा पनि कति जायज थियो कति नाजायज थियो त्यो कुरा पनि एकचोटि हेरिनु पर्दछ भन्ने कुरा गरेको हुनाले महानगरपालिकाबाट हामीले त्यसका छुट्टै त्यसको अध्ययन गर्नका लागि चाहिँ पूर्व न्यायाधीशज्यूको संयोजकत्वमा चाहिँ छानबिन समिति बनाएका छौँ र त्यो पनि 17 गते भोलिसम्म त्यसको चाहिँ हाम्रो म्याद सकिँदैछ। मलाई लाग्छ करिब त्यसको अब अन्तिम चरणमा त्यो छानबिन पुगेको छ। लालपूजा भएका साथीहरूको पनि जो छेउतिर दिएको थियो बिचमा बस्नु भएको थियो उहाँहरूले पनि छोड्नु भएको छ। माथिपट्टिको साइडको पनि जो त्यहाँ बस्नु भएको थियो तपाईँको ठहरेको पनि हुनेछ भनेपछि उहाँहरू पनि अदालतमा जानुभएको थियो, मुद्दा हाल्नुभएको थियो। तर पनि उहाँहरूले हामी ठहरेको अनुसार चाहिँ हामी पनि बसपार बनाउनको लागि सहयोग दिनेछौँ भनेर उहाँहरूले पनि आफ्नो ठाउँ छोड्नु भएको छ। त्यसलाई पनि हामीले खाली गरेका छौँ। अब बाँकी रह्यो विभिन्न 5वटा टोलमा गरेर तपाईँहरू चाहिँ 572 जना, त्यो मध्येमा 17 जना साथीहरू चाहिँ पछि निवेदन दिएको हुँदो रहेछ है। 551 जना पुरानो पहिला निस्सा पाएको मध्येकै साथीहरू हुनुहुँदो रहेछ। तपाईँहरूले फेरि आफ्नो डकुमेन्ट बुझाउनुहोस् भनेर हामीले भन्यौँ। त्यो अनुसारको यहाँहरूले वडा नम्बर 9 को कार्यालयमा डकुमेन्ट बुझाउनु भएको छ र त्यसको पनि छानबिन करिब सकिएको छ। भोलि उहाँहरूले मलाई रिपोर्ट बुझाउनुहुन्छ है। त्यो भइसकेपछि अब हामीले त्यो मध्येको भूमिहीन दलित र भूमिहीन सुकुम्बासी साथीहरू जो हुनुहुन्छ उहाँहरूलाई पहिलो चरणमा त्यहाँभित्र पनि यदि अव्यवस्थित रहनुभयो भने बुझ्नुभयो होइन, गाउँमा अलिकति जमिन छ तर हामी यहाँ बसिरहेको छौँ भने त्यो अव्यवस्थित क्याटेगोरीमा पर्ने। यसलाई चाहिँ अब हामी कसरी कहाँ व्यवस्थापन गर्छौँ भन्ने कुराहरू चाहिँ तपाईँहरूसँग हामी छलफल गरेरै गर्नेछौँ। र म यहाँलाई के धन्यवाद दिन चाहन्छु भने यहाँहरूले आन्दोलनको कुराहरू गर्नुभएको थियो होइन, एउटा सङ्घर्ष समिति बनाएर गर्नुभएको थियो, काठमाडौँ बसी सुत्तासुत्तैको कुरा भएको थियो। हामीले यो आन्दोलनले कहीँ पनि निष्कर्षमा पुग्दैन। अन्तिममा यो सहजीकरण र संवादबाटै हुने हो भनिसकेपछि सहजीकरण समिति बनाएर आउनुहोस् भनेर हामीले भन्यौँ। त्यो सङ्घर्ष समितिलाई चाहिँ सहजीकरणमा परिणत गर्नुभएको छ। हामी सहजीकरण समितिसँग पनि निरन्तर सम्पर्कमा छौँ र म के तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु भने 572 जना जो बसपारभित्र लामो समयदेखि बसोबास गर्दै आउनुभएको साथीहरू हुनुहुन्छ, तपाईँहरूलाई सकेसम्म टोल नै मिलाएर होइन। अहिले हामीले सुरुमा त सबैलाई एकै ठाउँमा एक बस्ती बनाउनु खोजेको हो, तर सबैलाई बस्ने अहिलेको जस्तै गरेर सानो सानो चाहिँ ठाउँमा बस्ने हो नि त ठाउँ हाम्रो पुगेकै थियो। तर अब किता काम गरेर लालपूजा दिने गरिकन दिँदा पर्दाखेरि चाहिँ अहिले हामीले तयार गरेको ठाउँहरूमा यो सबै 572 घर चाहिँ एकै ठाउँमा अड्दैन।
होइन। त्यो भएको हुनाले चाहिँ पहिलो चरणमा हामीले यहाँबाट सिफ्ट गर्दा कृष्ण टोललाई सबैभन्दा पहिला, किन भित्री अगाडिको भागमा छ होइन, त्यसपछि गरेर 5वटै टोललाई को कहाँ कसरी रहनुहुन्छ भन्ने कुरा तपाईँहरूलाई हामीले प्रष्ट रूपमा क्रमशः तपाईँहरूको प्रायोरिटीको आधारमा त्यो सूचना चाहिँ हामी जारी गर्छौँ। तपाईँहरू 572 मध्ये पनि छानबिनको क्रममा तपाईँहरू अन्यत्र जग्गा जमिन भएको जो ठहरिनु भएको छ तपाईँहरू सबैलाई थाहा छ आफैलाई होइन, उहाँहरू चाहिँ दोस्रो चरणमा अव्यवस्थित बसोबासीहरूको क्याटेगोरीमा पर्नुहुन्छ है। त्यसको लागि चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने भन्ने चाहिँ हामी दोस्रो चरणमा त्यसको कुराकानी गर्नेछौँ। र यो 572 जनालाई नै यो ठाउँमा यसरी हामी राख्छौँ भनिसकेपछि तपाईँलाई ठाउँ देखाइसकेपछि ल तपाईँहरू यति दिनभित्रमा यहाँबाट चाहिँ यसरी सर्दिनुहोस् भनेर तपाईँहरूलाई भनेर मात्रै डोजर गरिन्छ है। नत्र भने अस्ति माथिको लाउँदाखेरि तपाईँहरूको पनि अस्ति चाहिँ होइन अब घटे हट्नुहोस् न चाहिँ यहाँ डोजर लाइन्छ जे हुन्छ भन्न पनि सकिन्थ्यो। तर यो हामीले मानवीयता प्रमुख कुरा हो, वर्षौँदेखिबाट तपाईँहरू बस्नु भएको छ होइन। अब त्यो बसेको पनि त हक छ नि, त्यसको संरक्षण पनि गर्नुभयो। त्यस कारणले गर्दाखेरि चाहिँ हामी स्थानीय सरकार हौँ, हामीले जबरजस्ती गर्नु हुँदैन। र अब अरू जोसुकैले जहाँसुकै जेसुकै भनेको भए पनि यो विषयलाई लिएर कसैले पनि राजनीति चाहिँ गर्नु हुँदैन, कुनै पनि पार्टीले गर्नु हुँदैन, कुनै पनि जनप्रतिनिधिहरूले गर्नु हुँदैन, संस्थाले पनि गर्नु हुँदैन। सबैको एउटै भावना हुनुपर्छ होइन। हामी जो लामो समयदेखिबाट दुःख जिलो गरिकन त्यहाँ बसिरहेका छौँ, उहाँहरूको काहीँ न काहीँ बस्ने व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ, त्यसमै काम गरिरहेछौँ। मलाई लाग्छ अब 2-3 दिनभित्रमा चाहिँ यो रिपोर्ट प्राप्त हुन्छ। त्यसपछि चाहिँ हामीले यहाँहरूको प्रतिनिधिलाई, सहजीकरण समितिलाई राखेर यति परिवार चाहिँ यहाँ रहन सक्ने भयो, यति परिवार यहाँ रहन सक्ने भयो भन्छौँ। र त्यसका लागि अहिले हामीले बालबच्चाहरू, वृद्धहरू, सुत्केरी, अपाङ्ग तपाईँहरूको सङ्ख्या के छ भन्ने पनि रिपोर्ट लिएका छौँ। त्यो अनुसार चाहिँ बच्चाहरू, स्कुल जाने बच्चाहरू भएको हदसम्म चाहिँ हाम्रो स्कुल चाहिँ जुन सारा स्कुल छ, स्कुल चाहिँ सबैभन्दा ठुलो बस्ती भएको ठाउँमा त्यो स्कुल सार्ने भन्ने पनि हाम्रो प्लान छ। त्यसो हुँदाखेरि तपाईँहरूलाई खबर गरेर नै होइन, लाल पूर्जा दिन मिल्ने गरिकन, किता काट हुँदै गरिकन चाहिँ जमिनको व्यवस्था गरेर अब अहिले चाहिँ जस्तो चाहिँ एक पैसामा बस्नुहोस् भनेर होइन, त्यो व्यवस्था चाहिँ हामी गर्दैछौँ। त्यो यहाँहरूले छिटै नै थाहा पाउनुहुन्छ। अब जहाँसम्म त्यो 572 बाहेक अरूको के हुन्छ भन्ने कुरा जहाँसम्म यहाँको कुरा छ, अहिले नागी टोलको बारेमा, अर्को टोलको बारेमा अहिले धेरै चर्चा नगर्नुहोस्। 20,106 जनालाई जे व्यवस्था गरिन्छ त्यति बेला उहाँहरूलाई पनि त्यही व्यवस्था गरिन्छ। जस्तो अहिले फेवातालको गाईघाटको क्षेत्रमा भएको साथीहरू पनि जो फिर्के खोलाघरभित्र हुनुहुन्थ्यो, जम्मा 6 परिवारलाई मात्रै हामीले व्यवस्था गरेका छौँ। अरू चाहिँ त्यहाँको 6 मिटर खाली गर्ने बेलामा पर्ने साथीहरूलाई 40-42 घर पर्नुहुन्छ। गाईघाटको बाहेक गाईघाटको 27 परिवारलाई छुट्टै नै व्यवस्थापन गर्नुपर्छ। त्यो सबै फिर्के क्षेत्रमा नै व्यवस्थापन गर्छ। त्यसको लागि पनि हामीले आवश्यक रेडियो नेपालको परदेखि लिएर माथिसम्म गरेर व्यवस्थापन गरेका छौँ। फिर्के क्षेत्रमा बस्ने साथीहरूको लागि त्यतै नै व्यवस्थापन हुन्छ। र जहाँसम्म सारा टोलको कुरा छ, अहिले बाटोमा परेकोदेखि लिएर सबै सारा टोलको सन्दर्भमा म यहाँसँग क्षमा पनि चाहन्छु। पहिला पनि एकचोटि 165 घर छोडेरै आएको, पहिला पनि घर भत्काएर आएको, कतिचोटि घर भत्काउने यो पीडा हामीलाई कतिचोटि दिने भन्ने पनि छ। त्यसो हुँदाखेरि उहाँहरूको पीडालाई पनि हामीले बुझेका छौँ। मैले विभिन्न संस्थाहरूसँग पनि कुराकानी गरिरहेको छु। नहुने बेलासम्म त अब यो अहिले आश्वासन मान्नु हुँदैन। उहाँहरूका लागि त्यो 165 घर दोहोऱ्याएर सर्नुपर्ने अवस्थामा चाहिँ उहाँहरूलाई हामीले कसरी राहत दिन सक्छौँ त होइन भन्ने कुराहरू पनि हामी सोचिरहेको छौँ। र अर्को कुरा, यो 572 मध्येको घरहरू चाहिँ पुनर्निर्माण गर्दा तपाईँहरूको आवास बनाउने बेलामा हामीले कुनै हिसाबले अरू हिसाबले पनि सपोर्ट गर्न सक्छौँ कि भनेर केही अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि कुराकानी भएको छ। सस्तो ब्याज दरमा तपाईँहरूलाई चाहिँ हामीले एउटै मोडेलको घर बनाउनलाई सपोर्ट गर्न सक्यो भने तपाईँहरू केही सपोर्ट गर्न सक्नुहुन्छ कि भनेर हामीले मिटिङ गरेका छौँ। त्यस्तो भयो भने केही तपाईँहरूले गर्ने, केही सस्तो ब्याज दरमा पायो भनेदेखि चाहिँ घर निर्माण गर्नका लागि सहयोगी हुनसक्छ। यो नगरपालिकाको भन्दा पनि हामीले सबैले कसरी साथ दिन सकिन्छ तपाईँहरूलाई भन्ने, आफ्नो घर बनाउनका लागि गर्ने कुरामा चाहिँ पहल कदमी चाहिँ भएको छ। तर त्यो टुङ्गोमा पुगेको अवस्था छैन। यो अर्कोतिर हामीले चाहिँ आफ्नै जमिन हुनेहरूका लागि अलिक लो कस्ट हाउसिङ भन्छ, अलिक कम मूल्यका घरहरू बनाउने अभियान पनि हामीले पोखरामा विगत वर्षदेखि गर्दै आएका छौँ। त्यस्तै खालको परियोजनाको हिसाबले पनि सुकुम्बासी बस्तीभित्र पनि यदि साथीहरूले चाहिँ
केही म राख्छु, केही चाहिँ हामीलाई लोनको व्यवस्था गर्दै हुन्थ्यो भन्ने खालको भयो भने त्यसमा पनि सहजीकरण गरिदिने भन्ने कुराहरू चाहिँ उहाँहरूसँग पनि हाम्रो भएको छ। मैले अहिले यति मात्रै तपाईँलाई चाहिँ जानकारी गराएँ। अब अहिले भर्खरै कुन ठाउँ हो यहाँ लगेर हामीलाई प्लट देखाइदिनुहोस्, अनि त्यसपछि हामी बनाउन थालिहाल्छौँ भन्ने बेला भएको छैन। त्यसलाई केही दिन कुर्नुपर्छ है। मैले अब अघि नै भनिसकेँ तपाईँलाई चाहिँ अस्ति यदि हटाउने भएको भए यो पाँचतला कम्प्लेक्ससँगै जोडिएको पनि एउटा पनि घर चाहिँ त्यहाँ क्षति नहोस् भनेर चाहिँ हाम्रो पुष्पकजी यहीँ हुनुहुन्छ नगर प्रहरीको प्रमुख, उहाँलाई मैले एकदमै म बाहिर थिएँ त्यो एउटा चाहिँ त्यसलाई जोगाउनुहोस्। जस्तो अब फेवातालकै सन्दर्भमा पनि त्यहाँको जलाली परिवारको एउटा परिवार पनि त्यहाँ चाहिँ नछोइयोस् भन्ने हिसाबले हामीले एकदमै सचेत भएका छौँ। किन भन्दा बर्खाको बेला छ, यो चिलबिल कसैको पनि हुनु हुँदैन होइन। अब हामी अप्ठ्यारै पर्ने भए निकै सम्पन्नै भएको भएदेखि सायद यो बस्ती बस्दैन होला होइन। त्यो मर्म चाहिँ हामीले बुझेका छौँ। त्यसो हुँदा हजुरले यसमा चाहिँ कुनै अप्ठ्यारो नसोच्नु होला। जग्गाको क्षेत्रफल कति हुन्छ भन्ने कुरा त मैले भनिसकेँ। किता काट गर्न मिल्ने खालको हुन्छ। फेवातालको कुरा चाहिँ मैले भनिसकेँ। सहारा टोल कुरा पनि मैले भनिसकेँ। सहारा टोल पनि यो चाहिँ 22 घर मात्रै होइन, हट्नु पऱ्यो भने सबैजना नै हट्ने हो है। त्यसमा चाहिँ तपाईँहरू ढुक्क हुनु होला। र अर्को चाहिँ हामीले यहाँ भनेको कुरा साथीहरूले सहजीकरण गर्दाखेरि एक आपसमा झगडा गर्ने काम नगर्नु होला। मैले सुने सहारा टोलमा अस्ति सुस्तो सरले भन्नुभएको थियो भन्दाखेरि त्यहाँ चाहिँ अलि टोलमै अलि भनौँ न गलत खालको व्याख्या पनि भएछ। त्यसो नगर्नु होला। सबै हाम्रो लागि बराबर हो सबैजना। जिल्ला भूमि समस्या समाधान आयोगको अध्यक्ष सिडी साहब हुनुहुन्छ। त्यसमा चाहिँ हाम्रो प्रमुख प्रशासकीय अधिकारी त्यसमा हुनुहुन्छ। उहाँहरू दुवैजना सहसचिव हो। यसमा कुनै त्यस्तो अप्ठ्यारो पर्ने कुरा भएन। हामीले सिफारिस गर्ने काम महानगरपालिका र सम्बन्धित वडा कार्यालयहरूले वडाको अध्यक्षहरूले त्यहाँबाट त्यसलाई प्रमाणीकरण गरेर पठाउनुपर्छ। त्यो हामी गर्छौँ। अवस्था कहिलेदेखि सुरु हुन्छ भन्नुभएको छ। जहिलेदेखि तपाईँहरूलाई त्यहाँबाट अन्यत्र ठाउँमा बिदाई गरिन्छ त्यसको 2-3 दिनको अस्तिकै जग्गा खाली हुन्छ। खाली भयो भने पछाडि हामीसँग प्रोजेक्ट पनि पैसा पनि सबै तयार छ। नक्सा पनि कस्तो बस्तार बन्छ भन्ने पनि डिजाइन सिद्धिएको छ। तुरुन्तै यसको ठेक्का प्रक्रियामा चाहिँ गइहाल्छ। त्यस कारणले कहिले होइन कहिले चाहिँ हामी तपाईँहरूलाई सार्न सक्छौँ त्यसकै भोलिपल्टबाट काम सुरु हुन्छ। र अर्को भनेको यो सुकुम्बासी साथीहरू बसिरहेको ठाउँमा चाहिँ अरूले दर्ता गरेर गएका छन् भन्नुभएको छ। त्यो चाहिँ थरे बमोजिम हुन्छ। अहिले अब अनुमानको भरमा भन्न मिलेन होइन। सरकारको कानुन सबैका लागि बराबर हुन्छ। त्यस कारणले गर्दा हामी कसैप्रति पनि अन्याय नगर्ने गरिकन गर्दैछौँ। र अहिले के बस्ताको मात्रै होइन महानगरभरिका चाहे त्यो यहाँ हाम्रो अर्जुनजी हुनुहुन्छ वडा नम्बर 32 को किन नहोस्, हेन्जाको किन नहोस् होइन, 17 को 15 को सबै ठाउँमा बस्नुभएको सुकुम्बासी बस्तीमा बस्नुभएको साथीहरूलाई हामी उचित व्यवस्थापन गरेर नै पूजा दिने व्यवस्थापन गर्नेछौँ। एउटा कुरा के बुझ्नु होला भने अहिले बसिरहेको ठाउँ सबैलाई पुग्दैन। किन भन्दा अहिले त सानो सानो ठाउँमा बस्नु भएको छ। 10 जना बसेको ठाउँमा 3 जनालाई 4 जना मात्रै पुग्छ पूजा दिँदा, अरू बाँकी 6 जना त अन्त सर्नु पऱ्यो नि। त्यसो हुँदाखेरि सर्दाखेरि कसरी सर्ने भन्ने त्यो पनि टोल मिलाएर अथवा चाहिँ आफ्नो नातागोता स्थिति मिलाएर के हुन्छ तपाईँसँग सरसल्लाह गरेरै गरौँला। अब आज तपाईँहरूको यो अधिवेशन भेला के छ यसका सन्दर्भमा तपाईँहरू चाहिँ आफ्नो कुराहरू गर्नु होला। मैले अहिले तपाईँहरूलाई चाहिँ यति नै भने, यति नै विश्वास दिलाएँ कि हामी अल्माउनु परेको हो भनेर सुन्नु भएको छ। अल्माउनु परेको छैन। यो हेन्जाको यो 151 रोपनीमा चाहिँ 20 रोपनी जतिमा हामी बसेका छौँ। अरू चाहिँ यो किनबेच भइरहेको छ त्यहाँ भन्नुभएको छ। यो विषय के रहेछ यसलाई पनि सिरियसली हेरौँला। यति नै कुरा गर्दै तपाईँहरूको मनमा त धेरै कुरा होला, धेरै जिज्ञासा होला। मैले अन्तिम एउटै मात्रै वाक्य भने तपाईँहरू ढुक्क हुनुहोस्। तपाईँहरूको व्यवस्थापन गरेर मात्रै हामी हटाउँछौँ। धन्यवाद।